पूर्व प्रधानमन्त्री खड्ग ओली र गृहमन्त्री रमेश लेखक जसले जेनजीको हत्या गरेका छन् तिनीहरूको पासपोर्ट रद्द गर्ने तयारी सरकारले गरेको छ। त्यसैगरी शेरबहादुर देउबा र उनकी श्रीमती आर्जु राणाको पनि पासपोर्ट रद्द गर्ने बारेमा छलफल भएको रहेछ। पुष्पकमल दाहालको पनि पासपोर्ट रद्द गर्ने तयारी भएको रहेछ। लगत्तै शेरबहादुर देउबा र आर्जु राणा थाइल्याण्ड जाने तयारीमा रहेछन्, भिसा पनि लागिसकेको रहेछ। यी भ्रष्टाचारीहरू जसले नेपाललाई दशकौं पछाडि धकेले, जसका हातहरू जेनजीका रगतले लतपतिएका छन्, जसको घरमा नेपाली जनताको आँसु पसिना र रगतबाट सिर्जित पैसा लुटेर थुपारिएको छ, जसले नेपाली जनतालाई रुवाएका छन्, यिनीहरूलाई पासपोर्ट रद्द गरेर मात्रै हुनेवाला छैन। जेनजी हत्याको आरोपमा, सम्पत्ति शुद्धिकरणको आरोपमा र भ्रष्टाचारको आरोपमा तुरन्त यिनीहरूको हातमा हतकडी लगाएर हिरासतमा लिन आवश्यक छ। तब मात्र जेनजीहरूको सपना पूरा हुनेछ, तब मात्र नेपाली जनताको सपना पूरा हुनेछ। कलिला युवाहरूका हत्याराहरूलाई चाहिँ खुलमखुल्ला सुरक्षा दिएर विदेश जाने, राजनीति गर्ने र युवाहरूलाई तर्साउने काम बन्द गर्नका निम्ति सरकारले हातमा हतगडी लगाएर हिरासत लैजान आवश्यक छ। यो कदम सरकारले छिटो चालोस्।